हेलो गाइज, आज चाहिँ हामी यता पुरानो फाटादेखि माथिको विष्णुकार भन्ने ठाउँ छ हेर्नु यसो हाइक जाम भनेर आज यसो हिँडिरहेको छौँ। भर्खरै पुरानो नदीदेखि हिँड्यौँ, तर मोबाइल चाहिँ यति चेक भइरहेको छ हो तिम्रो भन्नु समथिङ 3 घन्टाको ट्रेक भन्ने छ, हाइक पनि सुनिरहेको छौँ। जान त एकपल्ट गएको हो, तर त्यतिखेर त हामीले 5 घन्टा लाग्यो। हामी त फोटो खिच्ने घुम्ने गर्दा गर्दै अब 3 घन्टा 4 घन्टा लाग्छ भन्छन् फर्किँदासम्म। ठिक छ, सानो छोटो मिठो ट्रेक हो। ट्रेक भनौँ हाइक भनौँ जे भनौँ है, अब हामीलाई अलिकति बन्न आन्दाखेरि धेरै जान्ने बन्न भएन। सेकेन्ड टाइम हो यो ठाउँ चाहिँ। लोकेसन मन पऱ्यो, सबैभन्दा मन परेको चाहिँ यहाँको नुहाउने ठाउँ। लभली ठाउँ छ है नुहाउनलाई। नुहाउन पाइन्छ कि नुहाउन पाइन्छ कि नै भन्ने कुरा इभन अघिल्लो हाल्दैन यार, मैले तालेको छु है, मैले तालेको छु है। सेट हो नि। इभन अघिल्लोपल्ट गएर चाहिँ केटाहरू नुहाएको हो, मोबाइल नुहाएन, त्यो हल्का बिहान लिएर यो पटक नुहाउनुपर्छ भनेर यसो पढासटा हालेर आएको छु। हेरौँ अब माहौल कस्तो हुन्छ। जाडो हल्का चिसो फेरिरहेको छ। पानी पऱ्यो भने चाहिँ अब गाडी छ, पानी पऱ्यो भने चाहिँ नुहाउनुपर्छ सोचिरहेको छ। त्यही हो, अब यो चिजलाई भेट्दै गरौँ ल अहिलेलाई भाइ। ल अब चाहिँ हामी अझै पुग्न त पुगेको छैनौँ। त्यो 15 मिनट त 10 मिनट जति भयो होला हामी हिँडेको। अहिले थाकिसक्यो यार, सरी यार। उहाँ कसरी पुग्ने हो, उहाँसँग माथि 3 घन्टा हिँड्नुपर्छ भन्छ, कसरी पुग्ने हो 3 घन्टा। अब यो 3 घन्टा पुग्ने फर्केर आइन्छ भने अब 3 घन्टा पुग्छ जस्तो लागिरहेछ। अहिले पछि कति बेला लाग्ने हो थाहा छैन। गान फाट्दै अब यस्तो हो, टाइम हिँडाइमा टाइम लाग्दैन, हामी टाइम लगाउँछौँ फोटो खिच्न प्लस नुहाउन। नुहाउने लभली। फाइनली हामी अब निकुञ्ज एरिया पनि छिर्यौँ। टोन हाम्रो अर्कै आयो। भर्खरै कति बज्यो, 8:30 भयो। 8:30 बजी हामी ट्याक्क अब निकुञ्जदेखि सुरु भएको छ। ल लोकेसन देखाइदिनु, यस्तो पर्फेक्ट लोकेसन छ यहाँ घुमेर न। स्टार्टिङमा अहिले चाहिँ हल्का डिफ्रेन्ट रहेछ। हामी 1 वर्ष पहिला आउँदा चाहिँ कति बार छिरेको थियो, अहिले चाहिँ छुट्टै छ। पहिला है छुट्टै बनाएको रहेछ। ठिक छ, हेर्दैछ एकदम राम्रो छ। लोकेसन चाहिँ लभली छ। भर्खर स्टार्टिङ नै यसो लोकेसन चाहिँ होइन। अब निकुञ्ज एरिया अलि लभली हुने कुरै भने हानेर बाघ भेट्यो नि भागा भागो भाग्ने भाग्ने ल खा भन्ने हो, कहाँ भाग्ने सेक्रिफाइस गर्ने सरप्राइज। बाघले हामी सबै हो, हामीले बाघलाई ल खा भने सरप्राइज गरिदिन्छौँ फेरि। ल अहिलेलाई यति। ल यति नै, फेरि भेट्दै गरौँ होला। जड ल गाइस, फाइनली अब हाम्रो ट्रेकिङ सुरु भयो। फाइनल्ली के अरे प्योरवाला ट्रेकिङ सुरु भयो क्या। बाटो अप्रोच आयो। अब चाहिँ हामी सबै हामीलाई एउटा झरना थियो, त्यो झरना चाहिँ अब फर्किँदाखेरि बसौँला भनेर भयो। फर्किँदाखेरि बस्नु थाहा भएन। प्लान फेरि यहाँ फेरि अजिब छ नि हाम्रो फेरि प्लान। फेरि प्लान बनाउने होइन क्या, सिधै हिँड भन्ने हिँड्दिने हो। हिँड्छ बेलुका प्लान मैले थियो कि राति छतमा गएर यसो जम्म त हावा खान्छ भनेर लाइन गएको बेला राति 11 बजी छतमा गइएको थियो। छतमा गएको बेला जम्म त भोलि भन्ने कुरा भोलि गयो आइगयो आजमा। म उनीहरूले यार बाक्समा आउँछ यार तिम्रो यार बाघको त यो गाँसो छ त भाइ। हामी चमला तपाईँ त एक हो फेरि। अनि एक पनि हुन्न क्या यार मेरो त यार। एकैछिन पुग्दैन होला म त यार। हामीले तिमीले बोनलेस चिकन खाएको थियो हो क्या। ए सरी, बोनलेस चिकन नै बोसोलेस चिकन। बोनै बोन मात्रै के। हे गाइस, यो यस्तो देखेर थाहा पाउनुभयो होला कतिको के भइरहेको हाम्रो हाइकिङमा। गानबाट नि कान फाटिरहेको मेरो, यस्तो त हो भए। उहाँ हाम्रो मनिष दाई जुगाड बनाउनु भयो। कमेन्ट्री म्यान आउनु त छिटो। अब यहाँ मैले भिडियो यस्तो खतरा राखेको छु कि बोल्यो 2 मिनट जति बोल्यो होला। लास्टमा त के भिडियो पज गर भन्ने त स्टार्ट गर्छन्, क्लिपै बनाएन। अब के बोलौँ भयो, फेरि स्टार्ट गर्छु मैले अघि बोलेको कुरा। याद छ? याद त छैन, बनाऊँ न फेरि त्यस्तै खालको बोलौँ न। हाला बोल। क्लिपहरू हेरेर आउनु भयो अहिलेसम्म। हामी चाहिँ अब विष्णुदार जाने भनेर आएको। अब विष्णुदार जान लागेको छ, कहाँ जान लागेको थाहा छैन। हिँडिरहेछौँ, कहाँ हो थाहा छैन। हामी लुले अब मान्छेहरू अगाडि जाँदा गएका छौँ, त्यति गइरहेछौँ। कहाँ हो के हो केही थाहा छैन।
अब लगभग आधा घन्टा समथिङ बस्न बज्ने भयो होला सिडी चढ्लाको चढाइ छौँ इभन अखालबाट आउँदाखेरि सिडी यति धेरै छैनन् कहाँनिरबाट मिस्टेक गरेर कहाँनिर चढ्यो थाहा छैन अब जाम कहाँसम्म पुगिन्छ पुगौँ जहाँ पुगिन्छ उताको भलक आउँछ के अरे उहाँ त फेरि त्यो सलाङ भुले यार त्यो के गयो यार के अरे दैवले कालो के अरे दैवले साँचे कालैले बाँचे यो भिडियो पक्कै पनि पोस्ट गर्नेछौँ खुट्टाले चाहिँ नजा भन्दैछ नजा भन्छ नफर्के भन्छ केही सकेको छैन मनले जा भन्दा छ क्यामेराम्यान बनेको छु हात मोबाइल पकडेर हात पाटिसक्यो अल्लाह यति नै सायोना र चुस भिडियो हो चुस हो कि चुस हल्का मजाक गरेको हस् त सायोनारा चुस भने फेरि त्यसो नराम्रो एउटा होइन है फेरि जनाउन बाई हो फेरि उल्टो सोच होला हस् त बाई सायोनारा जय नेपाल भन्नु न जय नेपाल हेलो वेलकम ब्याक अब हामी जान खोजेको कहाँ आउन गइरहेछौँ कहाँ तर नि राम्रो एकदम मोबाइल भ्यूको त केही कुरा नगरौँ क्या अख्खा यस्तो भ्यू त हामी उता गए पाउने छैनौँ हामी जाने भनेको ठाउँमा गएको भए वरिपरि देखाइदियो यस्तो पिरो लागेर कसम स्वर्ग जस्तो छ स्वर्गमा पनि के हुन्थ्यो र यस्तो यार स्वर्गमा अलिक धेरै परी हुन्छ नि त्यति हो त्यति फरक यहाँ पनि छन् नि परिहरू यार जलपरीहरू छन् यहाँ नाइस है वर्थ इट लङ रुट हिँडेको वर्थ इट हिँड्नु ठाउँ गइरहेको छ गाह्रो भइरहेको छ आफ्नो ठाउँमा छ अहिले त्यति साह्रो भएको छैन तर वर्थ इट के हामी जसरी हो कि हामी दौडिनु खोज्छौँ बेसी त्यसले गर्दा बिगार्छौँ एक लटमा हिँड्यो भने चाहिँ हुँदैन यो तर फेरि यतै गरौँ ल राम्रो छ ल भाइ जय नेपाल क्लिपमा जय नेपाल भइरह हामी धेरै नेपालको भक्त हो जेनजी देख्छौँ यहाँ अब जुगाको अवस्था जुत्ता देखाइदियो खुट्टा यहाँ पसेर खाने छ जुगाले जुगा चाहिँ डर परिरहेको रहेछ आजभोलि यो ठाउँमा हामी चाहिँ जान खोजेको विष्णुराज अस्पताल हामी गइरहेछौँ शिवपुरी पिक मा कि हिँडाइ त मा कसम झन् त हिँडायो नि त आज होइन जान खोजेछौँ 1.5 घन्टाको बाटो हिँडेछौँ 3 घन्टाको बाटो लभली है खोल्नु कपाल फरफराउनु न मतलब मिलाउनु न त्यस्तो यत्रो 3 घन्टादेखि हिँडेर यही हेर्न आएको त हामी 3 घन्टा हिँडेर यत्रो लभली है उता हेर ल फाइनली हामी अब यता शिवपुरी पिकदेखि पनि फर्किहाल्यौँ लोकेसन त त्यति डेस्टिनेसन त्यति राम्रो नभए पनि डेस्टिनेसन जाने वे चाहिँ भवाल छ डेस्टिनेसन त्यस्तै हो जर्नी इज अलवेज बेटर देन डेस्टिनेसन त्यही भएको छ यहाँ है ए हो अब हामी चाहिँ यता फर्किसक्यौँ अब हामी चाहिँ सुरुमा एन्ट्री चाहिँ हाम्रो हो शिवपुरीदेखि के अरे शिवपुरी यो बुढानी खानदेखि एन्ट्री भयो हो अब चाहिँ हामी शिवपुरी के अरे उता सुन्दरी जलदेखि निस्किन प्लान छ अब हेरौँ यो बाटोले कहाँनिर निकाल्छ अर्को बाटो डिफ्रेन्ट बाटो आइरहेको हामी फरक बाटो हिँडिरहेको छौँ हेरौँ अब यहाँतिरको डेस्टिनेसन यहाँतिरको वे बाटो कस्तो छ यहाँतिरको चाहिँ लभली थियो बाटो हो हेरौँ कस्तो हुन्छ बिचमा क्लिपहरू हाल्ने देखाउन जानेछु यसलाई साइडमा ल फाइनली हामी अब बागदार पनि क्रस गरिसक्यौँ बागदार भन्दा नि अझ धेरै गाडी आइसक्यो भने नि हुन्छ अब चाहिँ हाम्रो 1.5 घन्टामा पुग्छौँ कि जस्तो हाम्रो आश छ अब यो चाहिँ टकबाट हामीहरूमा चाहिँ यहाँ छैन हेरौँ कहिले यहाँ पुगिन्छ अब भलक बनाउनु भुलिएछ कि अब न्यु बोलर त अब त्यही भुलियो स्टार्टिङ फेजमा जे नि हुनसक्छ हाम्रो दाइले एउटा एक निकै नै राम्रो के अरे सेन्टेन्स जस्तो भन्नुभएको थियो मलाई मन छोयो भनिदिनुहुन्छ कि दाइ भ्युअर्सहरूलाई हामी हाइकिङ चाहिँ हामी मेन्टल पिस खोज्दै आएको हुनाले मेन्टल हेल्थ चाहिँ अलिकति सुधार्नलाई आएको
अब थाहा भयो कि यहाँ चाहिँ के थाहा भयो भन्दाखेरि हामीलाई फिजिकल हेल्थको जरुरत रहेछ। फिजिकल हेल्थ यति खतम रहेछ कि अड्डीदाखेरि खुट्टा कामिरहेको छ क्या त्यो दाइ लास्ट चाहिँ नै सायद त्यो भइरहेको ल। फाइनल्ली कति घन्टाको ट्रेक भयो हाम्रो आज राष्ट्रै भयो 3 बज्नु लागेको छ। कति ल 8:30 बजी हिँडेको थियौँ कति भयो हिसाब गरेर आफै 3 बज्यो। हिँडाइ त अब हिँडाइ खतरा हिँडाइ भयो। एकातिर राइटतिरबाट के लेफ्टतिरबाट लागेर राइटतिर निस्किन आयौँ। देखाएको लोकेसन कहाँनिर आयौँ देखाएको यो लोकेसन कतै भिडियो बनाएको भए देख्नुभयो होला, तर बनाएन होला यार यहाँनिर। अब निकुञ्ज एरिया भनौँ न त्यो के अरे खासै बनाइँदैन, अगाडि आर्मी। ल फाइनली हामी अब यो जङ्गल एरियादेखि निस्क्यौँ। जहाँबाट हामी त्यो एरियादेखि निस्क्यौँ। अब चाहिँ बुढानी जाँदैछौँ। लास्टमा हामी उहाँ सुन्चेचल्ने सिन्छ सोचिरहेको थियो। लास्टमा निस्किने चाहिँ फेरि जहाँबाट त्यही नै निस्किँदो रहेछ। 6 घन्टाको हाइटपछि फाइनल्ली हामी अब 10-15 मिनटमा गाडी लाने बिनाएर पुग्छौँ। त्यसपछि अब देखादालाको रुममा पुगिन्छ। म त यत्रै पोस्ट गर्दैन, जे गर्ने फार तिमीहरू। पोस्ट गर्ने क्या एडिट गरे पनि गर्ने, एडिट अब गरिन्छ कतै गरिन्छ के हुन्छ भने अब भ्लग भनेको यति हो। एउटा क्लिप चाहिँ रुममा पुगेर लास्टमा अवश्य आउँछ। पुग्यौँ अब रुममा पुग्यौँ भनेर आउँछ एउटा भिडियो अब अनि ल लास्टमा अब यति नै, टाटा हाँडी ल सही नराखेलाई माइन्ड इट। ल फाइनली हामी अब होस्टेलमा आइपुग्यौँ। होस्टेलको त जस्ट बाहिर छौँ हामी। अब चाहिँ यसो भिडियो सिडियो एडिट गरिदिन्छ, कति एडिट गर्न सकिन्छ। एडिट गर्यो भने चाहिँ आज बेलुका आज कति तारिक 26 भएछ। 26 भनेपछि भाइसम्म आज साँझ हालिन्छ, 20 तारिकमै आउँछ, नत्र भोलि 21मा चाहिँ स्योर नै आउँछ। ल सायोनारा, सी यु इन नेक्स्ट भिडियो। जय नेपाल। जय नेपाल।